Hi guys, welcome to my vlog. मेरो vlogमा हजुरहरुलाई स्वागत छ. After a long time I'm gonna post something on my YouTube channel. अनि आजको टपिक रहेको छ hiking once again. We're going on Carlock Hill, like 10 miles. So we are well prepared actually. So now we are going, guys. Are you excited? Are you excited? Are you excited? Yes, I'm excited. Thank you so much, guys, for 500 subscribers. Let's go walk 10 miles with us. Very sunny outside. The weather is really nice, so I'm so excited to go outside. Actually, today's weather is very lovely. So त्यही भएर चाहिँ हामी हाइकिङ जाने चाहिँ सोचेको होइन. आज चाहिँ कति डिग्री सेल्सियस छ? 24? 21. Oh, it's 21 degrees Celsius today, guys. It's 21 degrees Celsius अनि हावा पनि चलिरहेको छ. So we are very excited. Let's go. See you. Princessको घर. सुजिता princess. Oh no. No, Sujita princess को घर यहाँ छ है. Guys, look at this picture. राम्रो छ नि है? Wow. Green को सानै है यो. Breastfeeding mother. Wow, breastfeeding mother. अब हामी यताबाट. Now we are going this way. वाटर पनि हिँडेको छैन हामी. यस्तो गर्मी छ के भन्ने. ज्याकेट लगाएको कामै छैन तर माथि डाँडामा चाहिँ चिसो हुन्छ नि त अहिले. So त्यही भएर हिट गर्नु पर्छ actually. So we need to walk. अझै धेरै हामी चाहिँ बल्ल 3 भागको 1 भागमा पनि आएको छैन. So let's walk. यो चाहिँ हामी जाने बाटोको राम्रो छ यहाँ चाहिँ. यो चाहिँ अब उकाल चर्सी दोकान छैन नि त त्यही भएर केही किन्नुको लागि आएको. के चाहिँ किन्न सक्छौँ हामी? के खाने छ? के खानु मन छ? जे लिँदा नि हुन्छ. एभ्री टाइम एन्सर यही नै हुन्छ नि. के छ? फाइनली हामीले खानेकुरा पनि किन्यौँ, पानी पनि किन्यौँ. 2 hours? We have to walk 2 hours. Ready? What time? कति बजे? It's already nearly 2 o'clock, guys. किनभने सन्नी नै 1 बजेदेखि थियो त्यही भएर. This is our good days, guys. हामीले किनिसक्यौँ होइन. अब चाहिँ यात्रा गर्नुपर्ने हुन्छ हामी. An ice cream break, guys. गर्मी छ नि त आइसक्रिम त खानै पर्यो होइन र. आइसक्रिम त खायो. यो फ्याँक्नुको लागि त्यहाँ डस्टबिन खोजेको हिँड्ने बाटोमा एउटा पनि छैन. Half of the way, guys. Half of the way. तर यस्तो राम्रो छ भ्यू चाहिँ. I'm kind of quite enjoying this place. I love to go on a hike. Anybody want to come? अब चाहिँ बल्ल हाइकिङ हिँड्नु जस्तो मान्छे देखेछ हैन त. झोला बोकेर. Now it's my turn to carry the bag. By the way, it's my turn to carry the bag. कति केजीको होला मेरो ब्याग? 5 छैन, 3 केजीको. Only 3 केजी. गाइज यो बाटो अब है यहाँ हाई बाटो हिँड्ने बाटो. म चाहिँ गुगल म्यापले पनि खोज्न नसकेको बाटो खोज्ने मान्छे परे. So let's go. जाने बाटो चाहिँ यस्तो छ. त्यहाँनिर गेट छ अनि त्यसपछि चाहिँ हुन्छ नि सबै चाहिँ यस्तै मात्र हो के वक. Which is so good. सर्प भनेको पिङ्क यता. यो चाहिँ काँडा रहेछ नत्र निकालिदिन्थेँ मैले बट सके. आई थिङ्क हामी पुग्ने चाहिँ त्यो डाँडामा हो जस्तो लाग्यो मलाई. घाम भएको कारणले गर्दाखेरि चाहिँ यस्तोमा हिँड्ने भएको छ. म त्यहाँनिर देख्न सकिन्छ हाम्रो ब्ल्याक क्याट. क्युट छ त. Very hot. Actually, it's not very hot. It's too hot. रातै भइसक्यो म. No, guys, उकालो. I'm like त्यस्तो साह्रो त होइन. Sorry. म चाहिँ half of the way छु हैन. अब भ्यू देखाउँछु यहाँदेखि. भ्यू देख्यो गाइस? कस्तो राम्रो छ है. तर मेरो ढाडबाट पनि पसिना आइसक्यो क्या.
के भन्ने यस्तो गर्मी छ आई स्टिल कान्ट यतिको हट I don't like summer weather भन्नु मिल्दैन but I actually do like summer weather but it's kind of really hot because I'm working and after that I'm talking and after that the sun is directly hitting my face and then the one is wind. It's not here but actually it's really nice. Look at that. चाहिँ बाटोमा हुन्छ नि यस्तो बच्चाहरू खेल्ने ठाउँहरू हुन्छ हामी चाहिँ हिँडेर आएको उ त्यो यो के भन्छ यो ठुलो बिल्डिङ देखेको छ नि यो वाला त्यहाँदेखि हुँदै आएको कि यहाँसम्म आइसक्यो हामी सरी सरले हामी हाफ अफ द वे आइसक्यौँ जस्तो लाग्यो यहाँनिर आइपुग्यो यो चाहिँ सिमेट्री हो यहाँको हाम्रो बुके रहेछ लौ तिम्रो लागि लौ थ्याङ्क यू गुगल म्याप हेरेर आएको होइन तर हिँड्ने बाटो नहुने नै हाइवेमा ल्याइदिएर हैरान हामीलाई छिटो भाग्नु पर्ने भएको छ फास्टर रन हुन्छ नि गुगल म्यापले देखाउँछ यस्तो न यता हिँड्ने ठाउँ छ न यता छ कार चाहिँ हिँड्ने गर्छ यहाँबाट हिँडिराख्नु भएको छ हामी चाहिँ बाटोमा यसरी हिँड्नुपर्ने अवस्था छ फाइनली हामीले भनेको डेस्टिनेसनमा आइपुग्नुलाई हामी मलाई त कस्तो सुपरम्यान फिल भयो त्यस्तो गर्दा त कमिङ टु यर टाउन चाहिँ सिगल गर्दा जनसङ्ख्या धेरै नै रहेछ यस्तो आर्टिफिसियल रिभर छ यहाँ बाटोमा म चाहिँ आर्टिफिसियलै जस्तो लाग्नु थाल्यो गर्मी हाई गर्मी उफ गर्मी कार यस्तरी हुन्छ कार देख्नुभयो त ए नजिकै देखेको भ्यू खास गरी यही हेर्न आएको अघि मैले आर्टिफिसियल कस्तो राम्रो रोड हो सो फाइनली हामी आयौँ कस्तो राम्रो देख्यो नि त चाहिँ हामी यहाँदेखि स्टार्ट गर्छौँ हाम्रो डेस्टिनेसन रहेछ सो आई थिङ्क विल गन गो फ्रम दिस वे एन्ड मेबी विल गन रिच समवेयर सो जाने होइन त लेट मी टेक दिस किनभने यस्तो गर्मी छ कि यो लाइन अन्त मर्छु म त त्यहाँनिर हेरौँ न यस्तो राम्रो आमा यही नै हो आउने भनेको हेर्नुको लागि हेर्नु आएको यही हो कि हेर्नु चाहिँ हेर्नु आएको फाइनली हामी हाम्रो डेस्टिनेसनमा आइसक्यौँ अब हिँड्दै जाऊँ एक्सप्लोर गर्दै जाऊँ के आउँछ भन्ने कुरा म देखाउँदै गर्छु है त यस्तो हो बाटो चाहिँ खानी हो एउटा बाटो चाहिँ तर कता पुग्छ थाहा छैन यहाँदेखि चाहिँ छिन ठाउँ रहेछ फाइनली भ्यू हेर्ने हो यस्तो धेरै भेडाले फेरि पोजै दिएछ त साथीलाई त आमा भ्यूमा बसेर चाहिँ यहाँनिर चाहिँ झोलाभित्र के होला गर्दैछु सो हाम्रो झोलाभित्र चाहिँ के होला हामी चाहिँ हाइकिङ आएको नि त कपडा अनि सेकेन्डमा रहेको छ हाम्रो स्नोफल्स यस 10वटा छ है फेरि 10 अनि सेकेन्डमा रहेको छ हाम्रो स्यान्डविच जुन चाहिँ हामी अहिले खानेवाला छौँ यो चाहिँ हो चिकन एन्ड ह्याम स्यान्डविच थर्डमा रहेको छ हाम्रो बोटल अफ वाटर अनि फोर्थमा रहेको छ
चाहिँ स्कटल्यान्डको स्कटल्यान्डको फ्ल्याग देखेको छ होला होइन अनि यहाँनिर चाहिँ चक्लेट केक स्विट भनौँ न अनि आई फरगट आवर प्रोटिन सेक प्रोटिन त चाहिन्छ त्यत्रै हुन्छ होइन ढुङ्गा राख्नु पऱ्यो कि फेरि कहाँ प्रोटिन सेक स्ट्रबेरी फ्लेभरमा अनि छाता जस्ट इन केस होइन युकेको वेदर सनस्क्रिन त देखाउनै बिर्सेको लाउनु पर्यो यस्तो काममा अनि हामीसँग रहेको छ कफी स्टारबक्स सस्तो भरपर्दो अनि मिठो अनि स्याउ एप्पल यो चाहिँ के एप्पल हो थाहा छ रोयल के भन्छ हौ रोयल समथिङ हो कि यसको नाम चाहिँ अनि अस्मिता तिमीलाई त यो चहाउन लिएको हामीले यो नेपालमा हामीले खान्छ त यो अर्को फ्लेभर नि छ Orange flavor. orange flavor certainly there we go तिमी चाहिँ के फ्लेभर Thank you. We Orange got flavor भनेर mango दिएर. sorry ओए orange त त्यही कलर त हो नि यार कस्तो मम्मी जस्तो कुरा गर्छ यार Mango. म चाहिँ I would love to have I'm not letting that man go. हेलो यो चाहिँ पाइनएप्पल फ्लेभर हो कि के हो अच्छा दुईवटा छ है साइडमा राख्छु अनि हामीसँग छ के स्पुन र नाइफ पनि छ सरी के भन्छ यसलाई फोर्क र नाइफ पनि छ केक खानुको लागि यति नै रहेछ ओ सरी we do have a lip gloss and we do have another one is like Mentos अनि यति नै हुनुहुन्छ हामीलाई चाहिँ थ्याङ्क यू बाई बाई हामी चाहिँ यहाँ डाँडामा आयौँ अनि त्यो पछि यहाँनिर रहेको छ हिस्ट्री अर्को रहेको छ यहाँनिर अर्को हिस्ट्री अनि भ्यू रहेको छ यस्तो ओ गड लभली भ्यू गाइज बाटो नभएको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ आफै बाटो बनाएर हिँड्नु परेको छ यहाँ किनभने आई थिङ्क हामी चाहिँ यताको बाटो गयो भने चाहिँ भेट्थ्यो होला होइन बट वे चुज हुन्छ नि एकदम के भन्छ सर्ट पाथ त्यही भएर हामी चाहिँ यस्तो हिलो हिँड्दैछौँ कता गएर लड्ने हुन्छ थाहा छैन फेरि यस्तो यो बाटो गरेको छ क्या के भन्छ यस्तो आएको छ बाटो चाहिँ अब यहाँबाट चाहिँ कसरी जाने भन्ने कुरा चाहिँ पर्छ हामी चाहिँ आई थिङ्क यहाँनिर करेन्ट त छैन होला नि है कस्तो अहहरू भने फाइनली पास ल आधा बाटोमा चाहिँ आइपुग्यो हाफ अफ द वे अब चाहिँ फर्किँदै हो है हामीहरू घर त्यो वहाँबाट हिँड्दै हामी वहाँ टपदेखि आएको यहाँदेखि आएको यता झर्रा यहाँनिर फाइनली अझिन चाहिँ मजा खाएको यार यो के रहेछ नियरली आइपुग्नुलाई अब चाहिँ नियरली आइपुग्नुलाई हो फाइनली हामी चाहिँ आइपुग्यौँ विन्ड हिल अब चाहिँ नियरली हामी घर आइपुग्छौँ ल है हामी चाहिँ हाम्रो सहर आइपुग्नु लाग्यो अब भिडियो इन गर्नुभन्दा पहिला चाहिँ यो राम्रो भ्यू देखाउँछु फ्यामिली हुनुहुन्छ मम्मी ड्याडी अनि बच्चाहरू यो चाहिँ एउटा मम्मी म हो अनि मेरो बुढा हो अनि मेरो छोरछोरीहरू पछाडिको चाहिँ क्युट छैनौँ त हामी lovely so guys once again thank you so much for 500 subscriber ani I'm gonna put my video हुन्छ नि last after a very long time so this is gonna be the end of this video once again thank you so much for watching my vlog bye bye love you all leave you all bye